पथरीमा सुन्दर शान्त अनि एकान्तमा रहेको रेस्टुरेन्ट एन्ड लजको खोजीमा हुनुहुन्छ भने तपाईहरुले यो साइनो रेस्टुरेन्ट एन्ड लजलाई सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ एकदमै सुन्दर शान्त वातावरणमा एकान्तमा रहेको छ साथीहरु। तपाईहरु आएर यो होटलमा भिजिट गर्नु होला है त साथीहरु। उता देख्नुहुन्छ कि हजुर नागरिकहरु लिएर आउनु नागरिकता फोटो हेलो दाजु नमस्ते। नमस्कार छिल्ला भाइ व्यस्त हुनुहुन्छ कि क्या हो कस्टमर अलिकति हजुर नमस्कार म साइनो होटलबाट बोलेको हैन हजुर साइनो होटलको ओनर हो कि हजुर म साइनो होटलको ओनर पनि हो। यो साइनो होटलको लोकेसन चाहिँ तपाईले भनिदिनुस् न एकदमै। मेरो साइनो होटल कहाँनिर पर्छ भने नि तपाईहरु ठ्याक्क राष्ट्रिय वाणिज्य ब्याङ्क जहाँ छ त्यसको अपोजिट ठुल्दाई पान पसलबाट भित्र पस्दाखेरि लेफ्ट साइडमा नयाँ बिल्डिङ छ एउटा त्यहीँनिर पर्छ। यहाँनिर तपाईको अब चाउमिन मोमो सिकुटी इत्यादि के खानु मन लाग्छ त्यसको सुविधा पनि छ र रुमको पनि सुविधा छ। भनेपछि एसी रुम चाहिए एसी रुममा नर्मल रुम चाहिए नर्मल रुम पनि उपलब्ध छ। तपाईहरुलाई अब गाडी घोडा चाहिएमा पनि गाडी घोडाको सुविधा छ तपाईहरुलाई है। पार्किङको पनि एकदम राम्रो सुविधा छ। खानाहरू राम्रो पाइन्छ। अब तपाईले अर्डर अनुसार खाना पनि हामी बनाएर दिन सक्छौँ है। अर्डर अनुसार खानाहरू बनाउनुहुन्छ भनेपछि हजुर खाना यहाँनिर लजको लागि पनि एकदमै राम्रो व्यवस्था छ है। हजुर लजको लागि एकदम तपाईको एकदम राम्रो व्यवस्था छ। अहिले तपाईलाई हामीले अब भिडियोमा पनि देखाउनेछौँ भिडियो हेर्नु होला। नयाँ छ एकदम बेडहरू सबै एकदम के भने अब हाम्रो घरमा पनि त्यति राम्रो छैन त्यति राम्रो हामीले यो हालेको छौँ रुममा। अहिले तपाईँले भिडियोमा हेर्न सक्नुहुन्छ। हजुर धेरै राम्रो छ सस्तो पनि छ अरू हेरी होइन। तपाईँहरू आउनु होला एकपल्ट अजमाएर हेर्नु होला यो साइनो होटलमा र त्यहाँदेखिको तपाईँले आफै बुझ्नुहुनेछ र देख्नु पनि हुनेछ। ल तपाईलाई म त्यो लज देखाउनुस् भन्न चाहे ल लज देखाउनुस् न एकचोटि। हुन्छ ल हुन्छ। रुमहरू चाहिँ कस्तो कस्तो छ त्यो तपाईँहरूले देखाउनु न। अब यहाँनिर आउनुहोस् तपाईँहरूलाई अब यो चाहिँ 7-8 जना ग्यादरिङ गरेर बसेर मजाले इन्जोय गर्नु चाहनुहुन्छ भने क्याबिन क्याबिन हो यो। तपाईँले बसेर मजाले खान सक्नुहुन्छ। अब ठाउँ ठाउँ जानुभएको होला बासे चौरी या सिमसारे या कहीँ अब त्यस्तो ठाउँमा पनि गएर बसेर खाने सिस्टम भनेपछि निकै जना यहाँ 10-12 जना मजाले अट्छ मजाले बनाउन सकिन्छ। धेरै राम्रो व्यवस्थित छ। अब रुमहरू देख्नुभयो र अर्कोतिर यहाँनिर तपाईँको यो किचन भएको यो अब किचन भयो होइन। यो किचन भयो हेर्नुहोस् किचनमा राम्रो छ सरसफाइ छ एकदम सरसफाइ रहेछ किचन पनि होइन। ठिक छ। अनि अरू यता अब यो तपाईँको बसेर खानुको लागि हेर्नुहोस् बसेर खानाको लागि पनि एकदमै राम्रो रहेछ सेपरेट है। हजुर रुम चाहिँ टोइलेट उहाँ छ। हजुर टोइलेट यहाँ पनि रहेछ। एटेच बाथरुम पनि होला। एटेच बाथरुममा पनि छ माथि सबैमा प्रयास एटेच छ। बत्ती बाल्नु न बत्ती बत्ती बाल्नु न यहाँ पङ्खा छ धेरै राम्रो छ। टोइलेट त्यो चाहिँ एटेच बाथरुम हो। एटेच बाथरुम छ कुर्सी छ आउन बाथरुम छ। हेर्नुहोस् पलङहरू एकदम राम्रो छ। हाम्रो घरमा पनि यतिको राम्रो र यतिको डर छैन। यहाँ ओल्डेर फाइबरको सेट छ नयाँ अब एकदम यो फर्म हो सबैको। तपाईँको ढाड दुख्ने समस्या त्यस्तो केही छ भने यसले तपाईँलाई दुखाउँदैन धेरै आरामदायी दिन्छ। सिरानीहरू नरम छ फाइबरकोहरूको धेरै राम्रो छ। अर्को यस्तै यस्तै रुमहरू छन् भनेपछि रुमहरू यहाँ दुईवटा लागिसकेको छ होइन। यतापट्टि यो पनि टोइलेट बाथरुम हेर्नु होला। हजुर टेबलहरू राखिदिएको छौँ हामी सानो
बुढासुढा पनि व्यवस्था गरिदिएको छौँ हजुर तपाईँहरूलाई है एकदम राम्रो छ झ्याल छ नजिकै पर्दा हावा खानु मन लाग्ने सट्टा खाना भयो हजुर है फ्यानहरूको सुविधा छ अब बाथ टोइलेट भनेको यही भइहाल्यो एटेच बाथरुम छ है जम्मा तपाईँहरूसँग कतिवटा रुम छ अब यो एटेच बाथरुम भनेको चाहिँ यता पनि चाहिँ नर्मल तपाईँलाई चाहियो भने अब यहाँ चाहिँ नर्मल हजुर यो चाहिँ नर्मल रुम हो यो चाहिँ नर्मल र एटेच बाथरुम छ बाथरुम छैन बाथरुमको लागि बाहिरपट्टि छ हजुर झ्याल छ तपाईँलाई अब एकदम स्वच्छ हावा खानु मन लाग्छ हजुर। चिसो खानु लाग्छ सट्टा झ्याल गर्दा भयो यो चाहिँ नर्मल है अब 2-4 जना यसो ग्यादरिङ गरेर भुइँ बसेर यसो लडी खेल्ने भन्नु छ भने यहाँ त्यतिकै खाली पाउँछ यसो केही आएर हामी ग्यादरिङ गरेर बस्छौँ खान्छौँ नाच्छौँ भन्नुहुन्छ भने यो पनि ठिक छ ए राम्रो छ हजुर है तपाईँहरूलाई अनि तिम्रो हामीले यहाँ चाहिँ एसी रुम थियो अहिले यहाँ मान्छे बस्नु भएको छ एसी रुममा चाहिँ होइन 2टा रुम लागिसकेको छ एसी रुममा मान्छे बसेको छ एसी भएको रुमहरूमा चाहिँ हजुर एसीमा चाहिँ मान्छे बसिरहेको ब्याक छ हुनुहुन्छ हजुर 4-5 दिन भइसक्यो होइन हजुर बस्नुभयो त्यो भएर अब अझै हामी के अरे बनाउने तर्फमा छौँ हजुर हुन्छ एकदमै राम्रो रहेछ होस् यहाँ तपाईँले देख्न सक्नुहुन्छ काउन्टर चाहिँ यस्तो बबाल छ यहाँनिर चाहिँ होइन यो चाहिँ काउन्टर हो साथीहरू होइन उतापट्टि चाहिँ क्याबिन रहेको छ त्यो फेन लाँदै गर्नुभएको त्यो बहिनीले काउन्टर रहेको छ अनि यतापट्टि चाहिँ तपाईँको यो किचन पनि एकदम सुगर सफा एकदमै राम्रो छ सफा रहेको छ किचन पनि अनि यतातिर चाहिँ अब यो बसेर खाने ठाउँहरू हेर्नुहोस् तपाईँले एकदमै राम्रो देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै दामी छ साथीहरू होइन लग्जरियस खालको छ है साथीहरू आउनुहोस्। नमस्ते दर्शकवृन्द विशेष गरी तपाईँलाई आज हामीले है यो साइनो होटलको बारेमा केही जानकारीमूलक भिडियो बनाएर तपाईँको माझ प्रस्तुत गरेका छौँ र तपाईँहरूलाई यदि पत्री संसारी नगरपालिका पत्री बजारमा आइपुग्नु भयो भने तपाईँलाई यदि होटलको एउटा राम्रो होटलको आवश्यकता छ भने तपाईँ लज बस्न चाहनुहुन्छ भने चाहिँ साइनो होटललाई सम्झिनु होला होइन साइनो होटल एकदम सस्तो सुपथ मूल्यमा तपाईँले यहाँनिरको सेवा सुविधाहरू पाउनुहुनेछ र एकदमै राम्रो सेवा सुविधाहरू तपाईँले पाउन सक्नुहुनेछ होइन तपाईँहरूले यस होटलमा आएर एकचोटि भिजिट गर्नुहोला जतिजनाले यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरू यस होटलमा आउनु होला यहाँको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ एकदमै राम्रो तपाईँले अघि भिडियोमा पनि देखिहाल्नुभयो होइन एकदमै धेरै फ्यासिलिटी सहितको यहाँनिर चाहिँ उहाँले होटल खोल्नु भएको छ र यो साइनो होटलमा चाहिँ तपाईँहरूले पत्री संसारी आएपछि एकचोटि अवश्य भिजिट गर्नु